नमस्कार, अनुराधाज डायरीमा यहाँहरूलाई स्वागत छ। आजको कुरा कुनै प्रेम कथा होइन, कुनै गुनासो पनि होइन। यो कुरा हो हामीले आफ्ना भावना, आफ्नो समय, आफ्नो माया र आफ्नो विश्वास कसरी बाँडिरहेका छौँ भन्ने बारे। हामी मध्ये धेरैजना एउटा गल्ती गर्छौँ। हामी सोच्दछौँ जति धेरै माया देखाउँछु उति धेरै माया पाउँछु, जति धेरै खुल्छु उति नै धेरै बुझिन्छु। तर जीवनले सिकाउने पाठ सधैँ यति सरल हुँदैन। कहिलेकाहीँ चाहिने भन्दा बढी पोखिनु भनेको आफूलाई त्यही ठाउँमा राख्नु हो जहाँ हाम्रो मूल्य बिस्तारै हराउन थाल्छ। फोहोरको डस्टबिनमा फालिएको वस्तु सधैँ फोहोर हुँदैन। धेरै पटक त्यहाँ गल्तीले पुगेका उपयोगी वस्तुहरू पनि हुन सक्छन्। त्यसरी नै सम्बन्धमा पनि यदि हामीले आफ्नो सम्पूर्ण समय, सम्पूर्ण ध्यान र सम्पूर्ण भावना नसोचिकन कसैको हातमा सुम्पियौँ भने एक दिन उनीहरूले त्यसलाई सामान्य ठाल्न थाल्छन्। किनकि मानिसहरूको स्वभाव नै यस्तै हुन्छ। सधैँ सजिलै पाइने कुराको मूल्य धेरैले बुझ्दैनन्। हामीले सबैलाई आफ्नो सम्पूर्ण कथा सुनाइरहनु आवश्यक छैन। हरेक मुस्कानको पछाडि लुकेको पीडा सबैले बुझ्नुपर्छ भन्ने पनि छैन। हरेक आँसुको हिसाब संसारलाई दिनुपर्छ भन्ने पनि छैन। केही अध्यायहरू हाम्रो जीवनका निजी हुन्छन् र ती अध्यायहरू सबैले पढ्न पाउने किताब होइनन्। कुनै समय थियो होला, सायद तपाईँ पनि कसैसँग यति धेरै खुल्नुभयो कि आफ्नो मनका सबै कुरा भन्नुभयो, आफ्ना कमजोरीहरू देखाउनुभयो, आफ्ना डरहरू सुनाउनुभयो, आफ्ना सपना पनि बाँड्नुभयो। तर समय बित्दै जाँदा त्यही कमजोरीहरू तपाईँ विरुद्ध प्रयोग भयो। त्यो विश्वासलाई हल्का रूपमा लिइयो। त्यसपछि बल्ल महसुस भयो, विश्वास गर्नु गलत होइन, तर विश्वास गर्ने व्यक्तिको छनौट सही हुनु अत्यन्तै आवश्यक छ। सम्बन्धमा दूरी हुनु भनेको माया कम हुनु होइन, बरु स्वस्थ सिमाना हुनु हो। जसरी नदी आफ्नो किनाराभित्र बगुन्जेल सुन्दर देखिन्छ, तर किनारा तोडेर बग्न थाल्यो भने बाढी बन्छ, त्यसरी नै भावना पनि सीमाभित्र व्यक्त हुँदा सम्बन्धलाई सुन्दर बनाउँछ। सीमा नागेपछि त्यही भावना बोझ बन्न सक्छ। सबैलाई खुसी बनाउन खोज्दा धेरै मानिसहरूले आफूलाई नै दुखी बनाएका छन्। सबैलाई समय दिँदा आफ्नै लागि समय बाँकी रहँदैन। सबैलाई बुझ्न खोज्दा आफ्नो मन बुझ्ने फुर्सद हुँदैन। सबैलाई प्राथमिकता दिँदा एक दिन आफू नै आफ्नै सूचीमा अन्तिम नम्बरमा पुगिन्छ। याद राख्नुहोस्, तपाईको मौनता पनि एउटा भाषा हो। हरेक प्रश्नको उत्तर दिनै पर्छ भन्ने छैन। हरेक आरोपको प्रतिवाद गर्नै पर्छ भन्ने पनि छैन। कहिलेकाहीँ मौन भएर अघि बढ्नु नै सबैभन्दा बलियो उत्तर हुन्छ। जीवनले सबैभन्दा गहिरो पाठ धोका दिने मानिसहरूले होइन, धेरै विश्वास गर्ने हाम्रो आफ्नै बानीले सिकाउँछ। किनकि हामी कहिलेकाहीँ मानिसलाई उनीहरूको व्यवहारले होइन, आफ्नो मनको कल्पनाले हेर्छौँ र जब वास्तविकता देखिन्छ त्यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ। याद राख्नुहोस्, फुलले आफ्नो सुगन्ध सबैलाई दिन्छ, तर आफ्नो जरा चाहिँ कसैलाई देखाउँदैन। रुखले सबैलाई छहारी दिन्छ, तर आफ्नो बल कहाँबाट आउँछ भनेर घोषणा गरिरहँदैन। समुद्र विशाल हुन्छ, तर प्रत्येक छालले आफ्नो गहिराईको कथा सुनाइरहँदैन। प्रकृतिले पनि सीमाको भाषा सिकाएको छ। तपाईँ राम्रो हुनुहोस्,
तर यति राम्रो नबन्नुहोस् कि मानिसहरूले तपाईँको राम्रोपनलाई अधिकार सम्झिन थालुन्। तपाईँ सहयोगी हुनुहोस्, तर यति धेरै होइन कि तपाईँको अनुपस्थितिमा मात्रै तपाईँको मूल्य सम्झियोस्। तपाईँ माया गर्नुहोस्, तर आफ्नो आत्मसम्मान गुमाएर होइन। आफ्नो मन सबैको अगाडि खोल्नुभन्दा पहिले एउटा प्रश्न सोध्नुहोस्, के यो व्यक्ति मेरो विश्वासको योग्य छ? किनकि हरेक सुन्ने कान बुझ्ने मन हुँदैन, हरेक हाँस्ने अनुहार असल नियत भएको पनि हुँदैन र हरेक नजिक आउने व्यक्ति जीवनभर साथ दिने हुँदैनन्। हामीले सम्बन्धमा ढोका बन्द गर्न सिक्नुपर्छ भन्ने होइन, तर ढोकामा एउटा सानो झ्याल भने अवश्य हुनुपर्छ, जहाँबाट हामीले पहिले निहाल्न सकौँ भित्र बोलाउने व्यक्ति विश्वासको योग्य छ कि छैन भनेर। समय, विश्वास र आत्मसम्मान, यी तीनवटा कुरा एकपटक गुमेपछि फेरि पहिले जस्तै फर्काउन धेरै कठिन हुन्छ। त्यसैले आफ्नो समय सोचेर खर्च गर्नुहोस्, आफ्नो भावना सोचेर व्यक्त गर्नुहोस् र आफ्नो विश्वास सोचेर दिनुहोस्। किनकि संसारमा सबैभन्दा मूल्यवान कुरा पैसा मात्र होइन, आफ्नो मनको शान्ति पनि हो। र त्यो शान्ति जोगाउन कहिलेकाहीँ कम बोल्नु, कम खुल्नु र सही मानिस छान्नु नै पर्याप्त हुन्छ। अन्त्यमा एउटा सानो कुरा, चाहिने भन्दा बढी पोखिनु भनेको आफूलाई सानो बनाउनु होइन, तर गलत ठाउँमा गलत व्यक्ति सामु गलत समयमा पोखिनु भनेको आफ्नो मूल्य आफै घटाउनु हो। त्यसैले आफ्नो माया पनि सही ठाउँमा राख्नुहोस्, आफ्नो विश्वास पनि सही मानिसलाई दिनुहोस् र आफ्नो आत्मसम्मानलाई कहिले कसैको स्वीकृतिसँग साट्ने सोच नराख्नुहोस्। किनकि आफ्नो मूल्य चिन्ने मानिस कहिले सबैको अगाडि आफूलाई प्रमाणित गर्न हतारिँदैन। ऊ केवल सही मानिसको उपस्थितिमा मात्रै आफ्नो मन खोल्छ। यदि आजको यो भिडियोले तपाईँको मन छोयो भने आफ्नो विचार कमेन्टमा अवश्य राख्नुहोस्। यस्तै जीवनका अनुभूति, यात्रा र मन छुने कुराहरूका लागि अनुराधा's डायरीलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को यात्रामा फेरि भेटौँला, तबसम्मका लागि हेर्दै गर्नुहोला अनुराधा's डायरी। नमस्कार।